हाम्रो मुख अथवा ओठमा आउने एउटा घाउ हुन्छ, त्यसलाई हामी एफ्थस अल्सर भनेर भन्छौँ। सायद तपाईँहरूको जीवनमा पनि कुनै समय यो घाउले निकै नै दुःख दिइरहेको हुनसक्छ है त। अब यसको कारण तपाईँहरूले हामीले पत्ता लगायौँ भने यसले उपचार पनि निकै सहज हुन्छ। हाम्रो मानसिक तनाव अथवा स्ट्रेस भनौँ, हाम्रो शरीरमा चाहिँ भिटामिनको कमी हुनु अथवा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता चाहिँ कम हुनु र अर्थात् हाम्रो दाँतकै इन्जुरीको कारणले गर्दा, त्यो सफ्ट टिस्युमा लागेको इन्जुरीको कारणले गर्दा पनि कहिलेकाहीँ यस्तो घाउहरू चाहिँ आउन सक्छन् है त। अब यसमा के हुन्छ भन्दाखेरि एउटा सेतो अल्सर अथवा घाउको वरिपरि रातो भाग हुन्छ। यो चाहिँ हामीले देखेर पनि चिन्न सक्छौँ यसलाई। अब यो आइहाल्यो भने हामीले के गर्ने त? पहिला सुरुमा त यदि मानसिक तनाव छ भने त्यसलाई चाहिँ तपाईँले म्यानेज गर्न सक्नु पर्यो। अर्को चिज भनेको नुन, एउटा मनतातो पानीमा नुन राखेर तपाईँहरूले हामीले बिहान बेलुका कुल्ला गर्न सक्छौँ अथवा खाना खाइसकेपछि कुल्ला गर्न सक्छौँ। त्यस्तै गरेर यदि शरीरमा भिटामिनको कम छ, जाँच गरिसकेपछि, ल्याब टेस्ट गरिसकेपछि भिटामिन बी कम्प्लेक्स, भिटामिन B12 कम छ भने हामीले भिटामिन सप्लिमेन्टहरू लिन सक्छौँ। त्यस्तै गरेर कहिलेकाहीँ गम्भीर रोगको लक्षण पनि हुनसक्छ। कुनै गम्भीर रोगको कारणले गर्दा हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता कम भएको कारणले गर्दा त्यस्तो अवस्थामा चाहिँ हामीले डक्टरको सल्लाह र सुझाव लिनै पर्ने हुन्छ। अब यदि हामीले कारण पत्ता लगाउन सक्यौँ भने यसको उपचार पनि हामी आफै गर्न सक्छौँ, घरेलु उपाय। यदि यो गम्भीर रूपमा चाहिँ तपाईँको शरीरको गम्भीर रोगको कारणले गर्दा भइरहेको छ भने त्यो अवस्थामा तपाईँहरूले डक्टरको सल्लाह र सुझावमा दबाई लिनै पर्ने हुन्छ।